बर्खायाममा विशेष गरेर मनसुनजन्य पिरियडमा हैन असारको चाहिँ मिडदेखि लिएर असोजको पहिलो सातासम्म अत्याधिक वर्षा हुन्छ। ओभरअल देशमा वर्षभरिमा जति वर्षा हुन्छ त्यसको करिब 80% जति वर्षा यतिखेरै हुन्छ के। अब यसले गर्दा सुदूरपश्चिम प्रदेशमा विशेष गरेर दुईटा समस्या हुन्छ। एउटा त प्राकृतिक प्रकोप निम्त्याउने खालको हुन सक्छ, बाढी पहिरो लगायतका कुराहरू आउन सक्छ, एउटा त्यो समस्या भयो। र अर्को चाहिँ यसले सरुवा र महामारी जन्य खालका रोगहरूको जोखिम निम्त्याउन सक्छ कि अझै बढाउँछ। दुई हिसाबले चाहिँ हेर्न सकिन्छ। अब बाढी आयो पहिरो आयो भने त त्यसले अस्तव्यस्तै पार्ने भयो। कैलाली र कञ्चनपुरमा विशेष गरेर बाढी आउन सक्ने क्षेत्र हो। पहाडी र हिमाली जिल्लामा पहिरोहरू आउन सक्छ हैन। पहिरो आउँदा बित्तिकै अब कतिपय घरहरू विस्थापित हुने, मानवीय रूपमा पनि अङ्गभङ्ग हुने खालको अवस्था हुने, त्यसै गरी चाहिँ यातायात पूर्वाधारहरू पनि ठप्प हुने, स्वास्थ्य सेवाको एक्सेसमा पनि गाह्रो हुने हैन, त्यस्तो खालको समस्या आउन सक्छ भने महामारी जन्य र पानी जन्य हिसाबले हेर्ने हो भने पानीबाट सर्ने खालका रोगहरू अत्याधिक हुन सक्छ कि धेरै पानी आउँछ अनि बाढीहरू आउन सक्छ। त्यसले गर्दा मुहानहरूलाई चाहिँ दूषित पार्न सक्छ। अब तराईका क्षेत्रमा जहाँ चाहिँ अब ढल व्यवस्थापनको कुराहरू छ, पानी अत्याधिक भइदियो भने अब ढल पनि पानीसँग मिसिने हैन, त्यसरी चाहिँ दूषित भएर पानी जन्ने खालका रोगहरू विशेष गरेर झाडापखालाका कुराहरू हैन, त्यसै गरी आउँको कुराहरू, टाइफोइडको कुराहरू, हैजा खालका त्यस्ता खालका महामारी आउन सक्छ। र सँगसँगै अर्को समस्या के हुन्छ भनेपछि पानी बढेपछि, पानी जमेपछि यो सर्पदंशका घटनाहरू पनि यतिखेर हो कि बेसी हुने। सर्पहरू पनि दुलोबाट बाहिर आउने भए, तिनले टोक्यो भने सर्पदंशका घटनाहरू बढ्ने भए। अब धेरै ठाउँ पानी जम्यो भने अब लामखुट्टेले सार्ने खालका समस्याहरू चाहिँ आउँछ कि। अब डेङ्गुको कुरा, मलेरिया, जेईको पनि प्रकोप हुन सक्छ। त्यसरी चाहिँ एउटा प्राकृतिक प्रकोप जन्य कुराहरू हुन सक्छ। अर्को चाहिँ अब महामारी जन्य खालका अवस्थाहरू बढ्न सक्छ। यो दुईटा जोखिम चाहिँ बढ्छ। महामारी यदि फैलिहाल्यो भने स्थानीय तहको एउटा ऱ्यापिड रेस्पोन्स टिम हुन्छ कि, स्वास्थ्यकर्मीहरू हुन्छन् त्यसमा। विशेष गरेर त्यो टिमले चाहिँ रेस्पोन्स गर्छ हैन। अर्को स्वास्थ्य संस्थाहरूलाई पनि यस्तो बेला चाहिँ चाहिन सक्ने खालका सम्भावित खालका औषधिहरू चाहिँ तपाईँले स्टक राख्नु होला, संस्थामा राख्नु होला। तपाईँहरूको कार्यक्षेत्रमा यस्ता खालका केही समस्याहरू आयो भने फर्स्ट रेस्पोन्स तपाईँहरूले गर्ने हो। त्यही भएर तपाईँहरू चाहिँ तयारी अवस्थामा बस्नु होला भन्ने हिसाबले चाहिँ सर्कुलर नै हुन्छ। त्यो हिसाबले उहाँहरूको तयारी पनि हुन्छ। अब स्थानीय तहले त्यसमा राम्रोसँग रेस्पोन्स गर्न सकेन भने उहाँहरूले जिल्लामा भन्नुहुन्छ कि जिल्लामा पनि स्वास्थ्य कार्यालय प्रमुखको नेतृत्वमा ऱ्यापिड रेस्पोन्स टिमै हुन्छ। त्यसमा चिकित्सकहरू पनि हुन्छन्। अनि स्थानीय तहले हामी सक्दैनौँ, तपाईँहरू आउनु पऱ्यो, हामीलाई सहयोग गर्नु पऱ्यो भने हाम्रो त्यो प्राविधिक टोली पनि जान्छ। हामीसँग पनि केही औषधिहरू, केही त्यस्ता खालका चाहिँ औषधिजन्य सामग्रीहरू हुन्छन्, त्यसले रेस्पोन्स गर्ने खालको अवस्था हुन्छ। एउटा त स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थाको नेटवर्कले काम गर्न पऱ्यो हैन। त्यसपछि चाहिँ अन्य जति पनि छन् सरोकारवालाहरू, उहाँहरूले पनि त्यसमा चाहिँ सहयोग गर्नुपर्छ। नागरिकको चाहिँ विशेष भूमिका रहन्छ हैन। उदाहरणको लागि पानी जन्ने खालको रोगहरू हो। अब झाडापखाला, आउ, हैजा त्यस्ता खालका रोगहरूबाट बच्नको लागि त उसले बेसिक आफ्नो केही तयारीहरू पनि गर्नुपर्छ। जस्तै साबुन पानीले हात धुने कुराहरू, अनि त्यसै गरी चाहिँ पिउने पानीलाई चाहिँ सुरक्षित तरिकाले पिउने कुराहरू, फिल्टरको प्रयोग गर्ने हो कि बोइल गरेर गर्ने हो कि अथवा क्लोरिन हालेर गर्ने हो, त्यो गर्न पर्यो। घर वरिपरि सरसफाइ राख्नु पर्यो हैन। विशेष गरेर लामखुट्टेको जोखिम हुन्छ, मलेरिया, डेङ्गुको घटनाहरू, त्यस्ता खालका रोगहरू बढ्न सक्ने भएको भएर घर वरिपरि सफा राख्ने, पानी जम्न नदिने हैन। आफूले चाहिँ अलि लामा खालका कपडाहरू लगाउने, बेलुकी प्रायःसकेसम्म बाहिर ननिस्किने हैन। त्यस्तो खालको आफ्नो व्यक्तिगत रूपमा र पारिवारिक रूपमा चाहिँ उहाँहरूले चाहिँ त्यस्ता उपायहरू चाहिँ अपनाउनुपर्छ, जसले गर्दा जोखिम अलिकति कम हुन्छ। प्रत्येक वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र भनेर सरकारले राखेको हुन्छ हैन। त्यो आधारभूत स्वास्थ्य सेवा केन्द्रमा चाहिँ सरकारले तोकिदिएका कतिपय औषधिहरू पनि हुन्छन्। र यो यस्तो महामारी जन्य अवस्थामा अब देखिने खालका सामान्य खालका जस्तै झाडापखालाहरू भयो हैन, अन्य पानी जन्य रोगहरू भयो, मलेरिया भयो भने त्यसको लागि चाहिँ चाहिने किटहरू पनि हुन्छ, त्यसको लागि चाहिने औषधिजन्य सामग्रीहरू पनि हुन्छ हैन। फर्स्ट रेस्पोन्स चाहिँ उहाँहरूले नै गरिदिनुहुन्छ। अब त्यसको लागि प्रत्येकको नजिक कुनै न कुनै सरकारी स्वास्थ्य संस्था हुन्छ। त्यो सरकारी स्वास्थ्य संस्थामा जानु पर्यो। आधारभूत स्वास्थ्य सेवा केन्द्रले पनि सुरुमा चाहिँ उसको उपचार गर्छ, उसको चाहिँ एसेस गर्छ। यदि त्यहाँ ठिक नहुने खालको अवस्था भयो भने उसले चाहिँ त्यसपछि अस्पतालहरूमा पठाउँछ। अब कैलाली कञ्चनपुरको हकमा त अब यहाँ जिल्ला अस्पतालहरू पनि छन्, प्रादेशिक स्तरका अस्पतालहरू पनि छन् हैन, सङ्घीय स्तरका अस्पतालहरू पनि छन्। यहाँ त सहजै भइहाल्छ। तर अन्य हिमाली र पहाडी जिल्लाको हकमा भन्ने हो भने अब कतिपय स्थानीय तहमा आधारभूत अस्पतालहरू बनेका छन्, त्यो नजिक पर्छ भने त्यहाँ जाने। कतिपयलाई चाहिँ जिल्ला अस्पताल पाएको पर्छ,
जिल्ला अस्पताल जाने, अब त्यहाँ पनि भएन भने अब प्रादेशिक स्तरका अस्पतालहरूमा जाने होइन, डडेलधुराको सङ्घीय अस्पताल जुन नजिक पर्छ सरकारी अस्पतालमा गएर ती सेवाहरू लिन सक्नुहुन्छ। यो यस्तो सबभन्दा पहिला त केही समस्या भयो भने सबैभन्दा प्रताडित चाहिँ सम्बन्धित व्यक्ति नै हुन्छ, सम्बन्धित परिवार नै हुन्छ होइन। त्यही भएर उहाँहरूले पनि केही तयारी चाहिँ गर्न सक्नुहुन्छ। जस्तै उदाहरणको लागि प्राकृतिक प्रकोपको हिसाबले भन्ने हो भने ल पहिरोकै हिसाबले भन्ने हो भने कतिपय ठाउँ जोखिमपूर्ण ठाउँहरू छन् नि त। अब त्यस्तो ठाउँमा सकेसम्म नबस्ने, अथवा यो अहिले पानी परेको बेला चाहिँ अब जमिन पनि गलेको हुन्छ, यो बढी ल्यान्डस्लाइड हुन सक्ने खालको सम्भावना हुन्छ। त्यस्तो हो भने समयमै सुरक्षित वासस्थानहरू अपनाउने र आफ्नो पनि एक किसिमको तयारी गरेर राख्नुपर्छ कि भोलि सम्भावित रूपमा यस्तो खालको हुनसक्छ, विगतका दिनमा पनि यस्तो भएको हो, अनि त्यस्तोको लागि चाहिँ मैले यो तयारी गर्नुपर्छ भन्ने हिसाबले लाग्नु पर्यो। र अर्को चाहिँ अहिले अब प्रत्येक घरमा कम्तीमा एउटा फर्स्ट एड किट बक्स राख्नुपर्छ कि उहाँहरूले आफूलाई चाहिँ भोलि केही भइहाल्यो, ल झाडापखाला भइहाल्यो भने पनि जीवनजल त राख्न सकिन्छ नि त, सामान्य मेट्रोनिडाजोल पनि राख्न सकिन्छ होइन। त्यस्तो खालको आफ्नो केही सामान्य तयारी गर्न सकिन्छ। फर्स्ट रेस्पोन्स आफ्नै घरमा फर्स्ट एडको रेस्पोन्स गर्न सकिन्छ। अब यहाँ हेर्ने हो भने धेरैको घरमा देखिँदैन कि फर्स्ट एड किट बक्स। यो त प्रत्येक घरमा कम्तीमा एउटा फर्स्ट एड किट बक्स राख्नुपर्छ, त्यो तयारी गर्न पर्यो। र अर्को चाहिँ नजिकै कहाँ छ स्वास्थ्य संस्था होइन, कहीँ कतै एम्बुलेन्स छ कि कहाँ छ के छ होइन, त्यहाँ जान कति समय लाग्छ भन्ने हिसाबले आफ्नो माइन्ड मेकअप र एउटा किसिमको तयारी पनि गरेर राख्नु पर्यो। र त्यसपछि चाहिँ अघि भनेका जति पनि छन् व्यक्तिगत प्रयासबाट गर्ने उपायका कुराहरू, सुरक्षित पिउने कुरा, सुरक्षित खानेकुराहरू, सरसफाइका कुराहरू, त्यसमा पनि उहाँहरूले व्यक्तिगत स्तरमा घराइसी स्तरमा गर्न सकिने कुरा हो। त्यति गऱ्यौँ र त्यतिले पनि भएन भने नजिकैको संस्थामा जाने कुरा त छ, त्यति चाहिँ गर्नुपर्छ।